साथीहरू नमस्कार। आज हामी भिडियोको यो श्रृङ्खलामा शरीरको कुन भागमा कोठी हुँदा के हुन्छ, कुन अंगको कोठी शुभ र कुन अंगको अशुभ भन्ने विषयमा चर्चा गर्नेछौँ। कृपया भिडियो अन्तिमसम्म हेर्नुहोला र च्यानललाई सब्स्क्राइब गर्नुहोला। लेट्स स्टार्ट। टाउकोमा कोठी। टाउकोको दायाँ स्थानमा रातो वा हरियो कोठी छ भने त्यस्ता व्यक्ति राजनीतिमा सफल हुन्छन्, समाजमा मान सम्मान तथा इज्जत प्रतिष्ठा समेत कमाउँदछन्। टाउकोको पछाडिपट्टि कोठी छ भने यस्ता पुरुषहरू महिलासँग निकै नजिक हुन्छन्। यी व्यक्तिले पैसा त टन्नै कमाउँछन् तर उनको समाजमा राम्रो नाम हुँदैन। यदि कोठी टाउकोको बायाँमा छ भने प्रायजसो आर्थिक सङ्कटको सामना गर्नुपर्ने हुन्छ। आध्यात्मिक जीवन हुन्छन्, साहित्यमा पनि रुचि राख्छन्। निधारमा कोठी। निधारको मध्य भागमा रहेको कोठी प्रेमको निशानी हो। निधारको दाहिनेतर्फ कोठी छ भने यसले धनलाई सूचित गर्छ। यस्ता व्यक्ति समाजमा नाम तथा दाम दुवै कमाएर प्रतिष्ठित हुन्छन्। यी व्यक्तिले अरूलाई पनि सहयोग गर्छन् र भगवानप्रति आस्थावान हुन्छन्। निधारको दाहिनेतर्फको कोठीले कुनै विशेष कुरामा निपुणता दर्शाउँछ भने बायाँतर्फको कोठी फजुल खर्चको प्रतीक हो। यस्ता व्यक्तिहरू स्वार्थी हुने भएका कारण उनीहरूलाई कसैले पनि सहयोग गर्दैनन् र गन्दैनन्। निधारको सबैभन्दा माथिपट्टिको दायाँ भागको कोठी धन वृद्धिकारक हुन्छ भने बायाँतर्फको कोठी घोर निराशापूर्ण जीवनको संकेत गर्दछ। आँखी भौको कोठी। दुवै आँखी भौमा कोठी हुने व्यक्तिहरू यात्रा गरिरहने हुन्छन्। आँखी भौको बीचमा कोठी छ भने त्यस्ता व्यक्ति नेतृत्व गर्न सक्ने क्षमताका हुन्छन्। उनीहरूले समाजमा नाम र दाम दुवै कमाएका हुन्छन्। आँखी भौको दाहिने कोठी सुखमय र बायाँपट्टिको दुःखद दाम्पत्य जीवनको संकेत हो। दायाँ आँखी भौमा कोठी भए चाँडै विवाह हुन्छ। ती व्यक्ति विवाहपछि भाग्यमानी हुन्छन्। यस्ता पुरुषले आफ्नी महिलाको नाममा लगानी गर्दा राम्रो हुन्छ। आँखाको नानीभित्रको कोठी। दायाँ नानीभित्र कोठी छ भने उक्त व्यक्तिको विचार उच्च हुन्छ। आँखाको नानीमा कोठी हुने मानिसहरू भावुक हुन्छन्। परेलामा कोठी। आँखाको परेलामा कोठी हुने मानिसहरू संवेदनशील हुन्छन्। दायाँ परेलाको तुलनामा बायाँ परेलामा कोठी हुने मानिसहरू बढी संवेदनशील हुन्छन्। नाकमा कोठी। नाकमा यदि कोठी छ भने उक्त व्यक्ति छिट्टै सोच्ने र छिट्टै रिसाउने हुन्छ। यस्ता व्यक्तिहरूको उच्च आत्मसम्मान हुन्छ। नाकको दायाँपट्टिको भागमा कोठी छ भने थोरै मेहनत गरेर पनि धेरै पैसा कमाउन सक्ने हुन्छन्। ओठमा कोठी। ओठमा माथिल्लो भागमा कोठी हुने व्यक्ति निकै प्रेमिल स्वभावका हुन्छन् तर विलासीका सामान र महिलाहरूमा यस्ता व्यक्ति आसक्त हुन्छन्। ओठको तल्लो भागमा कोठी हुने व्यक्तिले मिठो खानेकुरा मन पराउँछन्। यस्ता व्यक्तिको अभिनयमा रुचि हुन्छ। कानमा कोठी। कानको कुनै पनि भागमा कोठी छ भने धनी तथा उनीहरूको जीवनशैली भव्य हुन्छ। यस्ता व्यक्तिहरू अन्धधुन्ध पैसा खर्च गर्छन्। कानको पछाडि कोठी छ भने त्यस्ता मानिसहरूले रीतिरिवाजको निकै ख्याल राख्छन्। उनीहरूले उच्च घरकी श्रीमती पाउँछन्। गालामा कोठी। गालामा यदि तपाईको रातो कोठी छ भने यसले शुभ फलको संकेत दिन्छ। गालाको दायाँ भागमा कोठी हुने व्यक्ति निकै संवेदनशील हुन्छन् जसले घर परिवारलाई निकै सम्मान दिन्छन्। यस्ता व्यक्तिले आफ्नी श्रीमती र आफन्तलाई निकै माया गर्छन्। यस्ता व्यक्तिले निकै सुखमय र लामो जीवन बाँच्छन्। बायाँ गालामा कोठी भएकाहरू अन्तर्मुखी स्वभावका र रिसालु हुने दर्शाउँछ। उनीहरूले जीवनमा धेरै सङ्घर्ष झेल्नुपर्ने हुन्छ तर आफ्नो सन्तानका कारण बुढ्यौलीमा भने उनीहरू खुसी हुन्छन्। मुख वरिपरि कोठी। मुख वरिपरिको कोठीले महिला तथा पुरुष दुवै सुखी सम्पन्न र सज्जन हुने सूचक हो। मुखमा कोठी भएको व्यक्तिहरू भाग्यमानी हुन्छन्। उनका जीवनसाथी सज्जन हुन्छन्। ओठमा कोठी। ओठको बीचमा कोठी छ भने यसले शिक्षामा सङ्घर्ष गर्नुपर्दछ। यस्ता व्यक्तिहरू प्रष्टसँग बोल्न हिचकिचाउँछन् र उनीहरूले स्वास्थ्यका कारण पनि धेरै समस्या झेल्नुपर्ने हुन्छ। ओठको टुप्पोमा कोठी भएकाहरूले पनि मानिसहरूलाई आफ्नो भाषणले सजिलै मन्त्रमुग्ध पार्न सक्छन्। यस्ता व्यक्तिहरू बुद्धिमान र कूटनीतिज्ञ हुन्छन्। यस्ता व्यक्तिलाई मिठो खाना मन पर्छ र उनका सन्तानको राम्रो भविष्य हुन्छ। घाँटीमा कोठी। घाँटीको पछाडि कोठी हुने मानिसहरू रिसालु प्रवृत्तिका हुन्छन्। साधारणतया यस्ता व्यक्तिहरू घाँटीको अग्रभागमा कोठी छ भने यसले राम्रो स्वर भएको कलात्मक व्यक्तित्वको परिचय दिन्छ। यस्ता पुरुषको विवाहपछि राम्रो हुन्छ।
काँधमा कोठी दायाँ काँधमा कोठी भएका मानिसहरू बलवान र साहसी हुन्छन्, जो आफ्नो काम नसकी सुत्दैनन्। बायाँ काँधमा कोठी हुनेहरू अरूसँग झगडा गर्न तम्सन्छन्। दाहिने पाखुरामा कोठी यस्तोमा कोठी भएका मानिस प्रतिष्ठित र बुद्धिमान हुन्छन्। मानिसहरू उनीहरूको आदर गर्दछन्। बायाँ पाखुरामा कोठी हुने व्यक्ति आफ्नो कुरा भन्न कहिले पनि अन्कनाउँदैन। यसको असर कहिलेकाहीँ उनीहरूको सम्बन्धमा पनि पर्न जान्छ। कुहिनामा कोठी तपाईको विद्वताको सूचक हो। हातमा कोठी जसको हातमा कोठी हुन्छ उनीहरू बुद्धिमान हुन्छन्। दायाँ हत्केलामा कोठी छ भने बलवान र धनवान हुन्छन्। बायाँ हत्केलामा कोठी हुने व्यक्ति खर्चिलो हुन्छ र कन्जुस हुन्छ। औंलामा कोठी छ भने व्यक्ति कार्यकुशल, व्यवहारकुशल तथा न्यायप्रेमी हुन्छन्। छातीमा कोठी छातीको दाहिने तर्फ कोठी हुनु शुभ मानिन्छ। यस्ता पुरुषहरू भाग्यमानी हुन्छन्। शिथिलता छाइरहन्छ। छातीमा बायाँ तर्फ कोठी हुनु मानिसहरूबाट असहयोगको सम्भावना हुन्छ। छातीको मध्य भागमा यदि कोठी छ भने यो सुखी जीवनको सूचक हो। कुनै महिलाको छातीमा कोठी छ भने उनी सौभाग्यशाली बताइन्छ। खुट्टामा कोठी जसको खुट्टामा कोठी छ उनीहरूले अत्यधिक यात्रा गर्नुपर्ने दर्शाउँछ। यदि दायाँ खुट्टामा कसैको कोठी छ भने त्यस्ता व्यक्तिले थोरै सङ्घर्ष गर्नुपर्छ र अनावश्यक ठाउँमा धन खर्च हुन्छ। साथीहरू, तपाईहरूलाई आजको यो जानकारी कस्ता लाग्यो? तपाईको कुन अङ्गमा कोठी छ? कमेन्ट गर्नुहोला र हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला।